Sharlo nupjang thamsi tiba Sharlo nupjang thamsi tiba Nana nga jojo ale Nana nga jojo ale Yang rena nan Jisum hinna Mindo la pole Mindo la pole Mindo la pole Tamang kairen sinari dampu pingdurji akhese sengthanba yang tamang la rimthim jesum mendala fulese tenthanba Sharlo nupchang chochori thamsi shuba jojo ale nananga benadan chu mendala fule studio gamsen lasso fyafulla Rojugu tinila ge tangri ngai bises dasi gurki donmada basi khapamula tinila donbo Dr. Chiring Yunjan Nganise tilai lengmo lasalamula Dr. Chiring Yunjan nincham bises dasi kharanglasi meaning nangba अथवा meaning ri chaba syagate khanglasi thanbari tala piba bisek nasin nganise bises daisa tini Dr. Chiring nincham Nepali koiri tilai lengmo lasalamula tinilai hangla donbo Dr. Chiring Yunjan da ketangni tenlai Laso nangda फ्याफुल्ला Dr. Chiring लासो फ्याफुल्ला तपाईलाई कार्यक्रममा स्वागत छ हजुर एकदम धन्यवाद छ सुनिल जी हजुर डाक्टर साहब तपाई कहाँ जन्मिनु भो कति सालमा जन्मिनु भो अलिकति तपाईको छोटकरी परिचय दिनुस् न म काठमाडौँमै जन्मेको हो हजुर बालवाटारमा जन्मे अक्टोबर 1975 मा जन्मेको हजुर तपाईको विशेष चाहिँ भन्नाले कुनै स्पेशलिस्ट केमा हुनुहुन्छ तपाई अहिले अहिले त म एमबीबीएस डाक्टर हजुर छु मैले स्टुपा कम्युनिटी हस्पिटल बौद्धमा हजुर एक्सिडेन्ट एन्ड इमर्जेन्सी भनेर इमर्जेन्सी आकस्मिक विभागमा नै म हजुर मेडिकल अफिसर भन्छ हजुर त्यो डेजिग्नेसन पदमा म काम गरि राखेको छु हजुर तर फ्युचरमा चाहिँ मेरो प्लान अब पिडियाट्रिक्स बच्चा सम्बन्धी हजुर स्पेशलिस्ट हुने त्यो प्रोसेसमा छु म हजुर र त्यो एक्जामको लागि पनि म अब तयारी गर्दै छु हजुर डाक्टर साहब अब हाम्रो नेपालीहरूको महान चाड बडा दशैं हजुर को मुखैमा हामी छौं हैन हजुर त्यसले गर्थे तपाईलाई विशेष दुई चारवटा कुरा दशैंको विषयमै कुरा राख्न मन लाग्यो हजुर डेफिनेटली किन हामी तामाङहरू हजुर चाडबाड मनाउँदाखेरि बढी हिंसालाई हामीले प्राथमिकता दिएर आएको होला हजुर अब हामी हाम्रो देश भनौं 250 वर्षसम्म हिन्दू राज्य हिन्दू राष्ट्र थियो यो जुन 250 वर्ष हिन्दू राज्यको अन्तरालमा जुन समुदाय मेजोरिटीमा छ यो देशमा हजुर उनीहरुको इन्फ्लुएन्स एउटा सोशल साइन्सको एउटा यो नेचुरल कम्पोनेन्ट हो संसारको विभिन्न भागमा पनि यो भएकै छ एउटा मेजोरिटी समुदायले भन्नु एउटा अरु समुदायलाई एउटा कल्चरल इन्फ्लुएन्स देखिकन नदेखिकन बिस्तारै छिटो भइराखेकै हुन्छ र अब हिन्दू देशमा हिन्दू समाजमा हिन्दू धर्ममा चाडबाडमा हजुर बलि दिने मारकाट गरेर देवी देवताहरूलाई चढाउने हजुर त्यो चाहिँ अब हाम्रो पुर्खाहरूले पनि सिके हजुर र दशैंमा अब अरु पनि चाडबाडमा हामीले अब त्यसरी नै मनाइराखेका छौं हजुर तर मलाई लाग्छ अब यो अहिले घडीमा चाहिँ आज संसारभरि नेपाल भित्र पनि तामाङले अरु सबै समुदायले आफ्नो आइडेन्टिटी रिइभ्यालुएसन प्रोसेस भइरहेको छ कि हाम्रो रुट्स कहाँ हो जरा कहाँ हो हाम्रो हेरिटेज के हो हाम्रो ट्रेडिसन के हो हाम्रो सबै कल्चर कस्टम के हो भन्दा तामाङ समुदाय हामी बुद्धिस्ट हौं हामी बौद्ध मार्गी हौं हजुर र बुद्धिज्म गौतम बुद्धको टिचिङ्समा सधैँ अहिंसा मारकाटको खिलाफ नै उहाँले सिकाउनु भएको थियो हजुर र त्यसको नाताले गरेर पनि हामी आज एउटा यो मोडमा भनौं भोलि दशैं मनाउँदा हामीले मारकाट नगरिकन हामी बुद्धिस्ट हौं भनेर हरेक तामाङ गाउँमा हामी बुद्धिस्ट हौं त्यसैले हामीले मारकाट नगरिकन पनि हामीले दशैं मनाउन सकिन्छ भनेर हामीले मनाउन सकिन्छ मारकाट नगरेर बलि नदिएर हजुर र तामाङ बुद्धिस्टले मात्रै हैन आज हिन्दू समुदायभित्र पनि अहिले एउटा आवाज उठिरहेको छ कि कति हिन्दू नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि दशैं दुर्गा पूजा मनाउँदा अहिंसाको
मेथड अपनाएर मारकाट बलि नदिएर फलफुलहरू चढाएर नरिवल मात्रै फोडेर भए पनि मनाउन सकिन्छ भन्ने अहिले यहाँ नेपालमा हिन्दू समुदायको पनि एउटा सेगमेन्टले अभियान चलाइसकेको छ र जुन इन्डियामा फलो पनि गरिरहेछ। इन्डियामा पनि दुर्गा पूजा मनाउँछ, तर उनीहरूले मारकाट गरेर हिंसा पूर्वक मनाउँदैन, एउटा अहिंसा तरिकाले मनाउँछ भने हामी तामाङ बुद्धिस्टले त आज एउटा हाई टाइम यो आइसकेको छ कि हामीले अब तामाङ भएको जिल्लामा मेजोरिटी भएको जिल्लामा होस् या अरू भनौँ 75 जिल्लामा होस्, नेपाल बाहिर होस्, हामीले मारकाट गरेर मनाउनु हुँदैन जस्तो लाग्छ मलाई। हजुर, अनि अर्को प्रश्न तपाईँलाई राख्न मन लाग्यो। हजुर, हामी तामाङहरू आर्थिक रूपमा हामी धेरै कमजोर छौँ होइन, र पनि हामीले कुनै पनि चाडबाड जुन मनाउँछौँ, हजुर, मनाउँदाखेरि अलिकति रमझम किसिमले मनाउन थाल्छौँ होइन, मनाउँछौँ। यो मनाउँदाखेरि गरिबी कतिसम्म असर गर्न सक्छ जस्तो लाग्छ मलाई? जो हुने खाने समुदाय छ उनीहरूलाई अब अहिले यो प्रश्न एप्लिकेबल नहोला, हजुर, तर तामाङ समुदायभित्र पनि जुन यहाँले नै भन्नुभयो हामी धेरै गरिबीको रेखा मुनि, हजुर, जहाँसम्म मलाई लाग्छ अफिसियल स्ट्याटिस्टिक 62%, 62% तामाङ चाहिँ आज नेपालमा बिलो पोभर्टी लाइन जीविका चलाइराखेको छ, र जो लोवर क्लास र मिडल क्लासको बिचमा छ, यदि उनीहरूले सकी नसकी एउटा नेपालीमा जुन भनाइ छ, कसैले हात्ती चढ्यो भन्दैमा म धुरी चढ्न खोज्यो भने हामी लड्छ भन्ने जुन त्यो छ, त्यस्तो किसिमको एउटा एटिट्युड राखेर मेरो प्रेस्टिजको लागि अर्को घरमा चाहिँ एकदम ग्रान्ड तरिकाले मनाइरहेछ, त्यसैले मैले पनि मनाउनु पर्छ, सकी नसकी ऋण लिएर भए पनि मनाउनु पर्छ। आफ्नो भएको प्रपर्टी, घर जग्गा जमिन, त्यसलाई ढुकुटीमा त्यसलाई एउटा भनौँ लोनको त्यसमा राखेर पनि मनाउन सकिन्छ भन्ने तरिकाले मनायो भने चाहिँ यहाँले भन्नुभयो जस्तै अब गरिबीको रेखा मुनि जुन एउटा भनौँ लोवर क्लास र मिडल क्लासको बिचमा स्ट्रगल गर्ने समुदाय चाहिँ ऋण लाग्छ, त्यो चिज लिलाम हुन सक्छ, जुन उसले गिरवी राखे त्यो चिज लिलाम हुन सक्छ, र डेफिनेटली आर्थिक हिसाबले एउटा चाडले पनि उसलाई पछि त्यसको इम्प्याक्ट चाहिँ पछि उसलाई स्ट्रगल सोसियो इकोनोमिकली धेरै हार्मफुल हुन सक्छ। अब एउटा गीत राख्ने बेला भएको छ, यहाँले गीत भन्नुभयो, कुनै पनि एउटा रसुवाको हिमालको सिन भएको भिडियो क्लिप भएको एउटा गीत सुनाइदिनुहोस्। अवश्य रोजुको तिनीला याङला डन्बो डक्टर श्री जान्छन् रसल वाइबीबा चाहिँ जति गाजा मुला साइकल कोरोरो यस साकार वाइबला पिछु दीर्घञ्जरी रेल मंगो साइकल कोरोरो ए साइकल कोरोरो एने आमद न्योपलम निदा बोरोरो ए योले बोरोरो दीर्घञ्जरी रेल मंगो साइकल कोरोरो ए साइकल कोरोरो इसे पाङ्बी ताम्येन साम नाम्सा थागोरो ए होल्ले थाबोरो दीर्घञ्जरी रेल मंगो साइकल कोरोरो ए साइकल कोरोरो इसे पाङ्बी ताम्येन साम नाम्सा थागोरो ए होल्ले थाबोरो। दशैंमा धेरै अरू दिनमा भन्दा पनि मासुहरू बढी घरमा ल्याउने अथवा खसी काट्ने विभिन्न किसिमको चलन छ, जुन चलन चल्ती अनुसारले कतिपय के देखिन्छ भनेदेखि तपाईँको स्वास्थ्यको हिसाब कुरो गर्दैछु डक्टरलाई पनि, जस्तै उदाहरण लिउँ, तपाईँको मासु धेरै ल्यायो, धेरै मासु ल्याएर चाहिँ तपाईँको हाम्रो चलन के छ भनेदेखि तपाईँको त्यो मासुलाई हामीले धेरै दिनसम्म राखेर पाहुनाहरूलाई पनि खुलाउने चलन छ। त्यो मासु कतिपय चाहिँ तपाईँको चाहिँ मौसमको अथवा ठाउँले गर्दाखेरि चाहिँ गर्मी ठाउँमा अथवा कुनै ठाउँमा तपाईँको चाहिँ कुहिएर जाने अथवा त्यो यसको छुट्टै किसिमको स्मेल आइसकेको छ, तै पनि पकाएर हाम्रो चाहिँ सत्कार गर्ने चलन छ। यस्तो खाली मासु खाँदाखेरि शरीरलाई के चाहिँ इफेक्ट गर्न सकिन्छ? सबसे पहिला त फुड पोइजनिङ हुन सक्छ। फुड पोइजनिङ भन्नाले कुनै पनि त्यो बासी खानामा कन्टामिनेट भएको ब्याक्टेरियाले एक किसिमको टक्सिन प्रोड्युस गर्छ, एन्डोटक्सिन भन्छ या एक्जोटक्सिन भन्छ हामीले मेडिकल ल्याङ्ग्वेजमा टर्ममा।
र यो टक्सिन यदि हामीले खायौँ कन्ज्युम गर्यो भने फुड पोइजनिङ हुन सक्छ र अर्को फुड पोइजनिङ नभए पनि कुनै पनि खानेकुरा स्पेशली मासुमा कन्टामिनेट भएपछि त्यसमा सर्टेन ब्याक्टेरियाले प्रोटोजोवाले हाम्रो जुन नेपालीमा हामीले झाडा पखला भन्छ आउँ पर्ने भन्छ डिसेन्ट्री हुन सक्छ ब्याक्टेरियल डिसेन्ट्री हुन सक्छ अमिबिक डिसेन्ट्री हुन सक्छ र अरू धेरै थरीको भनौँ डायरियल इलनेस भाइरल हुन सक्छ डायरियल इलनेस भएर भमिटिङ उल्टी आउने झाडा पखला डायरिया हुने यो प्रब्लम हुन सक्छ मेन त जुन छ डाक्टर साहबलाई अर्को एउटा सोध्नु मन लाग्यो हजुर गाउँघरको एउटा चलन के छ भनेदेखि दसैँमा मासु बढी भएपछि अब त्यो मासुलाई सुकुटी बनाउने चलन छ हजुर सुकुटी कसरी बनाइन्छ भनेदेखि तपाईको मुनि आगो फुकेको हुन्छ माथि मासु सुकाएको हजुर हैन तर त्यो मासु धुवामा सुकाउँदाखेरि अथवा स्मोकमा सुकाउँदाखेरि त्यो मासु खाँदाखेरि कतिपय भनौँ न तपाईँ जस्तै डाक्टरहरूले मासु खाँदाखेरि विभिन्न किसिमको रोग लाग्छ भन्छ हजुर यो कति सम्ममा कस्तो किसिमको रोग लाग्छ तपाईको चाहिँ स्मोकमा हामीले भनौँ न हामीले धुवामा चाहिँ सुकाएको मासुमा कस्तो किसिमको रोग लाग्छ अब यो जुन धुवामा यहाँले भन्नुभयो स्मोक्ड मिट भन्ने हजुर नेपालमा मात्रै खाने होइन इभन पश्चिमी समाजमा वेस्टर्न कन्ट्रिजमा पनि खान्छ हजुर उनीहरूले सलामी बेकनलाई स्मोक गरेर हजुर उनीहरूले खान्छ अब त्यो धुवाको स्मेलले फ्लेभर एक किसिमको टेस्ट बढ्छ भनेर हजुर खाने यो प्रचलन हो हजुर तर अहिले लेटेस्ट मेडिकल साइन्स रिसर्चमा चाहिँ बाहिर अमेरिका युरोपमा के पत्ता लगाएको छ भने स्मोक्ड हुँदा जुन धुवा जान्छ हजुर त्यसमा जुन कार्बन पार्टिकल्स हुन्छ हजुर त्यो चाहिँ भनौँ मासुमा टालिएर हजुर लङ टर्मसम्म एकचोटि खाएर होइन दुईचोटि खाएर होइन हजुर वर्षौं खायो भने स्मोक्ड मिटले भुँडीको क्यान्सर स्टमक क्यान्सर मेडिकली ग्यास्ट्रिक कार्सिनोमा भन्छौँ हामी त्यो हुने रिस्क बढी हुन्छ भन्ने अहिले देखेको छ त्यसैले पेटको क्यान्सर हुने रिस्क बढी अहिले यो एभिडेन्स मेडिकल एभिडेन्स भएको हुनाले स्मोकमा मात्रै भएको अथवा धुवामा मात्रै भएको धुवामा भएकोमा तपाईको यो पोलेर जुन खान्छ नि हाम्रो सेको बनाउँछ नि यो कतिसम्म आउँछ त्यो सेमै हो त्यसको पोलेर खाएकोमा पनि हुन्छ किनभने साइड इफेक्ट एउटै हो हजुर पोलेर खाएको पनि हुन सक्छ किनभने पोल्दा पोल्दै त्यो बडी डढिएर जुन ब्ल्याक हुन्छ नि ब्ल्याक हुन्छ त्यो भनेको कार्बोनाइज भइसक्यो र त्यो धेरै लङ टर्मसम्म खाँदा चाहिँ हामीलाई भुँडीको क्यान्सर ग्यास्ट्रिक कार्सिनोमा हुन सक्छ हजुर नेपालमा सहर गाउँमा पनि हामीले जुन एउटा ट्रेडिसनल तरिकाले गरिराखेको छ यदि त्यो साइन्टिफिकली हार्मफुल छ भने त्यसलाई अब हामीले रोक्ने विचार्नुपर्छ र अभियान यहाँकै जस्तो यो मिडिया भनौँ यो मेन्दोला फोले प्रोग्रामबाट पनि एउटा घर हरेक गाउँ घरमा हाम्रो यो मेसेज जानुपर्छ क्लियरली जानुपर्छ कि जुन जुन चिजले अहिले हेल्थ ह्याजर्ड हुन सक्छ रिस्क हुन सक्छ विभिन्न थरीको मोस्ट इम्पोर्टेन्ट त एकदम खतरा रोग क्यान्सर हुन सक्छ त्यसैले यो प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले अब रोक्नुपर्छ भनेपछि हामीले पोलेको मासु खानु भएन र खानु भएन भने मतलब धेरै खायो भने तपाईको डेली नै खायो भने यसले चाहिँ एउटा रोग पनि ल्याउन डेफिनेटली हजुर स्मोकमा अथवा धुवामा राखेको स्मोक्डमा हजुर पोलेको हजुर डढेको यो चीजको किसिमको चाहिँ हामीले खायो ढुसी परेको जहाँ त्यो मोल्ड मिल्ड्यू फंगल त्यो भइसक्या हुन्छ फंगस डिपोजिसन भएको ढुसी परेकोले पनि क्यान्सर हुन्छ भन्ने पश्चिमी देशको साइन्टिफिक रिसर्चमा अहिले उनीहरूले प्रुभ गरिसकेको छ हजुर डाक्टर साहब तपाईसँग कुराकानी गर्न अझै बाँकी छ हाम्रो यो कार्यक्रमको मूल उद्देश्य नै दर्शकवृन्दलाई केही मनोरञ्जन दिनु नै यो कार्यक्रमको उद्देश्य हुनाले अब एउटा गीत राख्ने बेला भएको छ डाक्टर साहब अब तामाङ गीत तपाईले कमै सुन्नु भएको होला अथवा धेरै सुन्नु भएको छ त्यो थाहा छैन सुन्न त सुनेको छु हजुर एउटा गीतलाई यसो तपाईलाई याद छ भने एउटा गीत राख कुनै पनि रमाइलो गीत एउटा तामाङ सेलो गीतै सुन्न चाहन्छु एउटा राम्रै चलेको तामाङ समुदायको भित्र राम्रै चलेको म राख्न चाहन्छु यसलाई गाउनु भएको छ सोनिया लामाले र यसलाई संगीत दिनु भएको छ चन्द्रकुमार दोङले र यसलाई शब्द लेख्नु भएको छ हाम्रो दिपेन्द्र दोङले तपाईलाई एउटा राख्छु गीतको बोल चाहिँ ए हो है त